महिनावारीको दुखाइ यो धेरैको लागि एकदमै सामान्य कुरा हो हैन त। तर यसलाई बुझ्नु कत्तिको महत्त्वपूर्ण छ सायद हामीले त्यति सोचेका छैनौं होला। आफ्नो शरीरले दिएको संकेतलाई बुझ्नु नै स्वस्थ रहनुको पहिलो खुड्किलो हो। त्यसो भए मनमा एउटा प्रश्न सधैँ आउँछ, यो दुखाइ सामान्य हो, महिनापिच्छे हुने प्रक्रियाको एक हिस्सा मात्र हो, कि कतै यो कुनै गम्भीर समस्याको संकेत त होइन? ल आउनुहोस्, आज हामी यही विषयमा गहिरिएर कुरा गरौँ। अब सुरु गरौँ। महिनावारीको दुखाइलाई मेडिकल भाषामा के भनिन्छ र यो वास्तवमा के हो? यसको मेडिकल नाम हो डिस्मेनोरिया र यो भनेको पेट मात्रै दुख्ने होइन नि। यसमा त तल्लो पेटमा ऐठन हुने, ढाड दुख्ने, वाकवाकी लाग्ने अनि कहिलेकाहीँ त पुरै शरीर कमजोर भएको जस्तो महसुस हुने जस्ता लक्षणहरू पनि पर्छन्। ल यो त भयो यसको नाम र लक्षणको कुरा। तर प्रश्न यो हो कि आखिर यो दुखाइ हुन्छ नै किन? यो त्यत्तिकै हुने कुरा त पक्कै होइन। यसको पछाडि हाम्रो शरीरभित्र हुने एउटा वैज्ञानिक प्रक्रिया छ। हेर्नुहोस्, प्रक्रिया एकदमै सिधा छ। महिनावारीको बेला पाठेघरले आफ्नो भित्री तहलाई बाहिर फाल्न तयारी गर्छ। हो, यही बेला हाम्रो शरीरले एउटा रसायन बनाउँछ जसको नाम हो प्रोस्टाग्ल्यान्डिन। यही प्रोस्टाग्ल्यान्डिनले गर्दा पाठेघरको मांसपेशीहरू जोड-जोडले खुम्चिन्छ, अनि जब मांसपेशी यति धेरै खुम्चिन्छ त्यहाँ रगतको प्रवाह कम हुन्छ र त्यही कारणले हामीलाई दुखाइ र ऐँठन महसुस हुन्छ। यसलाई यसरी बुझौँ, जसको शरीरमा प्रोस्टाग्ल्यान्डिन धेरै बन्यो उसलाई दुखाइ पनि त्यति नै बढी हुन्छ। एकदमै सिधा सम्बन्ध छ। यही कारणले गर्दा महिनावारीको दुखाइ सबैलाई एकै नासको हुँदैन। यहाँसम्म त हामीले दुखाइ किन हुन्छ भनेर बुझ्यौं। तर अब सबैभन्दा महत्त्वपूर्ण सवालमा प्रवेश गरौँ। के हरेक महिनावारीको दुखाइ नर्मल हो त? वा कहिलेकाहीँ यो दुखाइले हाम्रो शरीरले दिन खोजेको कुनै चेतावनीको संकेत पनि हुन सक्छ? हो, हल्का दुखाइ हुनु सामान्य हर्मोनल प्रक्रिया हो जसलाई हामीले अलिअलि असहजता सहेर पनि व्यवस्थापन गर्न सक्छौं। तर जब दुखाइ यति गम्भीर हुन्छ कि त्यसले हाम्रो दैनिक काम, पढाइ वा अफिस जानै नसक्ने अवस्था बनाउँछ भने हो, त्यसलाई सामान्य मान्नु हुँदैन। यो कुनै भित्री स्वास्थ्य समस्याको लक्षण हुन सक्छ। गम्भीर दुखाइका पछाडि केही कारणहरू हुन सक्छन्, जस्तै एन्डोमेट्रियोसिस, पेल्भिक इन्फ्लेमेटरी डिजिज, पाठेघरमा हुने फाइब्रोइड्स, हर्मोनको गडबडी अथवा शरीरमा रगतको कमी अर्थात् एनिमिया पनि हुन सक्छ। त्यसैले गम्भीर दुखाइलाई कहिल्यै पनि नजरअन्दाज गर्नु हुँदैन। अनि अर्को एकदमै महत्त्वपूर्ण कुरा, लामो समयसम्म हुने यस्तो गम्भीर दुखाइलाई सहेर बस्नुपर्छ भन्ने सोच राख्नु एकदमै गलत हो। किनभने यसले भविष्यमा गएर प्रजनन क्षमतामा समस्या ल्याउने र पाठेघर सम्बन्धी अन्य रोगहरूको जोखिम पनि बढाउन सक्छ। ल, समस्या र यसका कारणहरूबारे त हामीले धेरै कुरा गर्यौं। अब पालो समाधानको। यो दुखाइलाई कसरी व्यवस्थापन गर्ने त? केही उपायहरूबारे चर्चा गरौँ। सुरुमा त औषधि बिना नै गर्न सकिने केही घरेलु उपायहरू छन्, जस्तै तल्लो पेटमा हट वाटर ब्यागले बिस्तारै सेक्दा मांसपेशीलाई आराम मिल्छ। धेरैलाई लाग्ला आराम गर्नुपर्छ, तर हल्का व्यायाम वा योग गर्दा रक्त सञ्चार राम्रो भएर दुखाइ कम हुन्छ। अनि प्रशस्त पानी पिउने, क्याफिन र जङ्क फुड कम गर्ने र पर्याप्त सुत्ने, यी साना साना कुराले पनि ठूलो फरक पार्छ। घरेलु उपायले भएन भने के गर्ने? धेरैको मनमा आउने प्रश्न हो, के दुखाइ सुरु हुने बित्तिकै औषधि खाइहाल्नु ठिक हो त? बजारमा केही सामान्य औषधिहरू पाइन्छन्, जस्तै आइबुप्रोफेन, मेफेनमिक एसिड, नेप्रोक्सन। यिनीहरूले कसरी काम गर्छन् त? यिनीहरूले सिधै दुखाइको कारण, त्यो प्रोस्टाग्ल्यान्डिन भन्ने रसायन छ नि, हो त्यसैको उत्पादनलाई घटाइदिन्छन्। कारणलाई नै रोकेपछि त दुखाइ कम भइहाल्छ। तर औषधि लिँदा एकदमै होशियार हुनुपर्छ। केही नियमहरू छन् जुन कहिल्यै बिर्सनु हुँदैन। पहिलो, खाली पेटमा पेन किलर कहिल्यै नखानुहोस्। दोस्रो, यसको धेरै प्रयोग नगर्नुहोस्। यदि पहिलेदेखि नै ग्यास्ट्रिक वा मृगौलाको समस्या छ भने त डाक्टरसँग सल्लाह नगरी खानै हुँदैन। अनि सबैभन्दा महत्त्वपूर्ण, बारम्बार हुने गम्भीर दुखाइको लागि पेन किलर मात्रै समाधान होइन। अब कुरा आउँछ, कुन अवस्थामा चाहिँ घरमा बसेर हुँदैन, डाक्टर कहाँ जानै पर्छ त? केही रेड फ्ल्याग वा खतराका संकेतहरू छन् जसलाई चिन्नु एकदमै जरुरी छ।
यदि दुखाइ यति धेरै छ कि आफ्नो दैनिक काम नै गर्न सकिएको छैन अथवा सामान्यभन्दा धेरै रगत बगिरहेको छ, महिनावारीको साइकल गडबड छ, ज्वरो आउने वा दुर्गन्धित पानी बग्ने जस्ता समस्या छन् अनि औषधि खाँदा पनि दुखाइ कम भएको छैन भने यस्तो अवस्थामा ढिला नगरी डाक्टरको सल्लाह लिनुपर्छ। ल, हामी अब यो चर्चाको अन्त्यतिर आइपुगेका छौं। यति सबै कुरा गरिसकेपछि हामीले बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सन्देश के हो त? एउटा कुरा सधैँ याद राखौं, दुखाइ सहेर बस्नु बहादुरी होइन, यो समाधान पनि होइन। समाधान त यसको कारण खोजेर उपचार गर्नु हो। महिनावारीको दुखाइ सामान्य हुन सक्छ, तर असह्य पीडा कहिल्यै सामान्य हुँदैन। त्यसैले आफ्नो शरीरको संकेत सुनौं, त्यसलाई बुझौं र आवश्यक परेमा मद्दत माग्न नहिचकिचौं।